मैले यो तन्त्र मन्त्र सम्बन्धीको भिडियो बेला बेलामा बनाइरहेको हुन्छु। त्यसमा पनि सत्य असत्य के कसो र मान्छेका पीडा वेदना के कसो र मान्छेको यो तर्साउने सम्बन्धीका भूत प्रेत सम्बन्धीका अथवा ऐठन हुने कतिपयले मानसिक रोग भन्छन्, कतिपय सपनामा होइन छलेको भन्छन्, सामान्य कुरा हो भन्छन्, कतिपय सोच विचारको कुराहरू भन्छन्। तर यसको सत्य यथार्थ भनेको जसको घर परिवारहरूमा केही दुर्घटना केही समस्या केही परेको हुन्छ उसलाई मात्र थाहा हुन्छ। र त्यो सम्बन्धी आज एकजना फेरि मेरो साथमा हुनुहुन्छ। उहाँको पनि त्यस्तै झारफुक सम्बन्धी केही त्यस्तो समस्या देख्न गएँ, चिज सोध्न जाँदैछु। हस् हजुर, नमस्कार है। हजुर नमस्कार। तपाईँको घर कहाँ नि हजुर? मेरो घर भरतपुरमा हो। सुत्दाखेरि झस्काउने। तपाईँको घरमा तपाईँले जुन हिजो मलाई कुरा राख्नुभयो, तपाईँको घरमा यस्तो भइरहेछ, दुई तिनजना घरको व्यक्तिहरूमा हो, त्यो अनुभव खास के हो? पहिला यो कुरा सुनाइदिनु त प्रश्न पारेर। त्यो त अब एउटा त म सुत्दै लगभग राति 3:30 बजेतिर म उठेँ। झलास मेरो सोफामा दुईजना आइमाईहरू बसेको, म सुतेको खाटमा एकजना आइमाई बसेको ठ्याक्कै देखेँ। अनि कराएँ, उठ्यो, म एकदम जोसेर कराएँ, त्यसपछि हराएँ। त्यसपछि मेरो ढुकढुक ढुकढुक भयो। अनि मैले बत्ती बालेँ, त्यसपछि हराएँ। त्यो अब म निन्द्रामा हो कि के हो, छल्न आएको हो कि के हो, म एकदम गाह्रो भयो होइन। अनि त्यसपछि फेरि मेरो छोरीलाई पनि भयो। छोरीलाई पनि 4 बजेतिर, 4:30 अथवा 4:30 बजेतिर छोप्न आएछ, बोल्न खोज्छ अनि बोल्नै नसक्ने अठार जस्तो गर्यो मेरो छोरीलाई। अस्ति ठिक छ, मैले सर यसमा हामी साथीभाइ पनि हौँ, चिने जानेका नै हौँ र पनि अनि यसमा फेरि एउटा प्रश्न पनि सोध्न पर्ने हुन्छ। कतिपयले भन्छ यो सपनामा यतिकै एउटा सोच होला, कहिलेकाहीँ सपना जे पनि देखिन्छ भन्ने होला। तर यो यदि नर्मल कुरा भएको भए तपाईँलाई त्यस्तो लाग्छ कि नै? तपाईँको छोरीलाई पनि फेरि त्यसको असर किन पर्न गयो र छोरी फेरि ननिदाउँदै त्यसको असर पर्यो भनेपछि त्यहाँ केही एक्टिभिटी छ छैन, के लाग्छ तपाईँलाई? छ होला। अनि मेरो त्यो घरमा एकजना भाइ बस्छन्, त्यो पाउरोटी बेच्ने भाइ बस्छन्। ती भाइ पनि अस्ति यो चाहिँ कहिले भनेदेखि असार साउनको गर्मीको बेला माथि छतमा सुत्ने बेलामा अनि उनले पनि दौडिँदै आए। राति 1:30 बजे दौडिँदै आएर आफ्नै कोठामा तल सुते। माथि चाहिँ एकदम तर्साउँदो रहेछ, मलाई तान्न आयो भनेर भने। अनि त्यही भएर यी सबै गर्दाखेरि के हो म आफै पनि भरमा परेको छु। र मेरो ज्वाइँ पनि एक दिन यहाँ हाम्रो घरमा आउँदाखेरि, तपाईँको ज्वाइँ पनि आउँदा, मेरो ज्वाइँ पनि आउँदाखेरि झ्यालमा कसैले बोलाइरहेको देख्नुभयो। हामी सबैजना गफ गरेर बसिरहेका थियौँ। उहाँले चाहिँ बोलाउन खोज्दै नि उहाँको बोली अड्केछ। अनि त्यो झ्यालबाट राति कति बजेको बेला थियो त्यो? यो त राति त्यही लगभग 10 साढे 10 बजेतिर थियो। क्या हो, तपाईँहरू कोही पनि सुत्नु भएको थिएन? उहाँ एउटा कोठामा हुनुहुन्थ्यो, उहाँ पनि मोबाइल हेर्दै हुनुहुन्थ्यो। एकछिन परेर आँखा टल्ल, तर उहाँलाई चाहिँ झ्यालबाट कसैले बोलायो जस्तो गर्नुपर्छ, बोलाउनु खोज्यो, हामीलाई बोलाउनु खोज्नुभयो। अनि उहाँको आवाजै आएन छ। त्यो कुरा पनि यो धेरै भयो, 2-3वटा काण्डले गर्दाखेरि मलाई पनि एकदम मेरो पनि दिमाग शून्य भएको छ। खालि के हो घरमा झैझगडा उड्ने, काम नबन्ने, जे काम पनि खालि नबन्ने, खालि रोकिने, हुन थाल्यो काम पनि नबन्ने। अनि बिचमा फेरि मैले केही कुराहरू सोध्न गएँ। तपाईँले जीवनमा आफ्नो निजी अनुभव, यो तन्त्र मन्त्र सत्य हो अथवा तन्त्र मन्त्र प्रयोग गर्न हुँदैन, त्यस्तो मन लाग्न हुँदैन, त्यो असत्य हो, यस्तो केही अनुभव तपाईँको छ कि छैन? कुनै धामी झाँक्री सत्य लाग्छ कि छल कपट लाग्छ? ठगै गर्न बसे हुन् कि साँच्चैको उपचार दिइरहेछन् त नि समाजमा? के लाग्छ तपाईँलाई? होइन, उपचारै हो यो त। एकदम हामीले बुझेको छैनौँ होइन यो। किनभने अरूलाई नपरेको अहिले गफ गरेको होला भन्ने चाहिँ उहाँले जसले ठानिरहनु भएको छ त्यो होइन। म पनि पहिला त्यही भन्थेँ, यो भ्रम हो, यो केही हुँदैन, तर्साउँदैन भन्ने कुराहरू मैले सुन्थेँ। तर आफैलाई परेपछि चाहिँ, किनभने अब मलाई मात्रै परे भए त मेरो अब यो कुरो खालि झुटो हुन सक्थ्यो होइन। मैले आफैले बनावटी कुराहरू पनि गर्न सक्थेँ। किनभनेदेखि यो त मेरो घरमा अब त मेरो सानी छोरीलाई, छोरो पनि राति झस्केर उठ्ने, अनि भयो मेरो एउटा ज्वाइँले पनि मेरो त्यो कुरो गर्नुभएको। अनि मेरो घरमा बस्ने, भाडामा बस्ने त्यो हाम्रो भैया बस्छन् हाम्रो होइन, परोटी धेरै, हाम्रो लगभग 12 वर्षदेखि घरमा बस्छन्। ती भाइलाई पनि सोद्धाखेरि राति सपनामा सुत्दै उसलाई तानेको भएर ऊ तल आएर सुतेको छ। यी सबै यावत कुराहरूले गर्दाखेरि अनि काम नबन्ने, त्यो घरमा जाँदाखेरि। मैले फेरि बिचमा रोकेँ, यो भिडियो फेरि मैले छुट्याउन पर्ने हुन्छ।
जे भयो नि तपाईँले आफ्नो जीवनको केही सत्य कुराहरू बोल्नुभयो, अहिले भइरहेको केही घटनाहरू भन्नुभयो भनेपछि अन्तिम शब्द फेरि भनिदिनुहोस् कि अन्तिम शब्द धामी झाँक्रीले तन्त्र मन्त्र गरी उपचार गर्छन् भन्ने कुरालाई झुट्टा नै भनेर चाहिँ नभनिकन नकार्न नै चाहिँ सकिँदो रहेनछ। उनीहरूले उपचार गर्छ होइन, गुरुहरू भनेर माता भए पनि, तर उनीहरूले केही न केही काम चाहिँ गर्छ जस्तो तपाईँहरूलाई पनि लाग्छ? लाग्छ। पहिला मलाई पनि कस्तो भनेदेखि यो होइन भन्ने सोचेको थिएँ मैले, होइन हुँदो रहेछ यो, होइन एउटा सत्य हो। हस् धन्यवाद है। धन्यवाद।